स्वागत छ फेरि पनि तपाईहरुलाई सुशान्त मगरको नयाँ भिडियोमा। अनि आज चाहिँ हेर्नुहुने सक्नुहुनेछ तपाईहरुले हाम्रो मामाहरु सबै घुमघामको लागि निक्लेको छ हाम्रो यात्रा। सिन पनि दामी आइरहेछ। त सिन क्रिएट गर्न नै आजको लागि चाहिँ टक्क निस्किदिएको बाहिर हैन। धेरै भयो नि त अब मैले भ्लग पनि नबनाएको, त्यही भएर आज टक्क भ्लग बनाइदिने विचार गर्दै थिएँ। त्यही भएर भ्लगमा आइदिएको छु। सिन चाहिँ खतरा आएको छ क्या सारा। सो गाइज अब हामी जाँदैछौँ अगाडि। सो नयाँ बाटो अनि हाम्रो मामाको लेस फुस्कियो जस्तो छ, लेस बान्नु हुँदैछ। अनि हाम्रो बुढो बाजे स्कुटी चलाउँदैछ, हेर मर्न लागेको बाजे। सिन चाहिँ खतरा आएको छ क्या मामा, तपाईँ पनि भिडियो बनाउँदै जानुपर्छ के। अनि हामी चाहिँ अब टक्क भिडियो बनाउँदै अगाडि हिँड्दैछ होइन। यत्रो बाटो छोडिरहेको छ है, के को पिप हो यसको फेरि। यो घर चाहिँ होइन गाइज, अब यस्तो घर बनाउने मेरो नि सोच त थियो, तर के गर्नु पैसा छैन। यो चाहिँ पाइप लाइन है, यो ठाउँलाई पाइप लाइन पनि भन्छ किनकि यहाँ पाइप छ। अनि यो चाहिँ हाम्रो फेस 1 को बाटो यस्तो छ। सब दामी टक्क बाटो पनि एकदम खुल्ला होइन। अब कस्तो दामी बिल्डिङहरूले नै गर्दाखेरि यो फेस 1 चाहिँ एकदम दामी देखिन्छ। यो फेस 1 को नयाँ बिल्डिङ भर्खर बनाएको हो। अनि हामी चाहिँ टक्क घुम्दै फेस 1 तिर लागेको छौँ। अनि अब फेस 1 देखि अब कता कता हुन्छ घुम्दै जाने हो। ठ्याक्कै ठाउँको नाम त भन्न सक्दिनँ म, यही ठाउँमा हो भनेर, तर यस्तो घुम्दै जाने विचार छ हाम्रो। त्यही भएर हाम्रो मामाहरू 3 जना अगाडि पुगिसक्नुभयो। अनि हामी 2 जना चाहिँ यसो टक्क भिडियो बनाउँदै हिँड्दैछौँ। सो हाम्रो प्लान चाहिँ के भयो भने अब टक्क यहाँबाट ब्रिज निस्किने भन्ने विचारले हामी गयौँ। अनि यहाँदेखि अगाडि चाहिँ अब गयो भने जस्ट अब अलिकति यतिको अझै पर गयौँ भने अब चाहिँ ब्रिज आउँछ त्यहाँनिर। अनि त्यो ब्रिजमा चाहिँ गएर दामी ठाउँ छ भन्छ। अब स्वर्गको फिल आउँछ अरे नि त त्यो ब्रिजमा। अब स्वर्गको फिल हामी पनि लिउँ न भनेर अब त्यो ब्रिजको तर्फ चाहिँ हामी लागेको छौँ। र अब हेर्दै जाउँ कस्तो रहेछ ब्रिज माथिदेखि हावा पानी अब खाने हो मस्तले, ब्रिजको हावा पानी। यता पनि भ्लग स्टार्ट हुँदैछ। यो चाहिँ हाम्रो एकदम सोझो साथी हो। ओ यता हेर्दा भाइ, हेर्दैन सोझो भएर नि हेरिनुहोस् भने त मान्छेले सोझो भयो के काम। अब हामी पो गुन्डा बन्यो त। अब हाम्रो अनुहार गुन्डा दियो, तेरो अनुहार सोझो दियो त, तर सोझो भन्नु परेन। हाम्रो साथी कति सोझो हेर त अनुहार सोझो साथी। तर बिचमा डन्डी फोर भयो क्या दुईटा, त्यो चाहिँ अलिकति त्यहाँबाट चाहिँ अलिक बाङ्गो भयो। यहाँ चाहिँ पहिनी रहेछ पौडी खेल्ने ठाउँ भनेर कसरी भन्नु। यस्तो पौडी खेल्ने ठाउँमा त छि फोर हामी चाहिँ रङ साइडबाट हिँड्दैछौँ है गाइज। गाडीले ठोक्दै हो भने भनेर पनि यहाँनिर यत्रो उठेको छ, कहाँ ठोक्न सक्छ गाडीले। कालो बादल लागेको रहेछ माथि। यो स्कुल बस आयो, नेपालको यस्तै रहेछ यार, पहेँलो कलरको। यो चाहिँ म्याम हो, यो चाहिँ म्याम हो कि क्या हो जतिकै होस्। अब उत्रिँदैछ विद्यार्थीहरू टक्क लाएर। लगभग पुग्न आँटेको छौँ गाइज, थोरै वेट गरौँ होइन। सो गाइज हामी चाहिँ ब्रिजमा आइपुग्यौँ होइन। गाडी पनि कुद्न थालेछ उता साइडबाट, तपाईँहरू देख्न सक्नुहुनेछ त्यो साइडमा गाडी कुद्दैछ। यसमा चाहिँ किन हो बन्द गरिदिएको। अनि हामी टक्क बिचबाट जाने, किनकि दुईतिर गाडी कुद्छ नि त, बिचमा गाडी कुद्दैन, त्यही भएर बिचको बाटो चाहिँ हामीले रोजेको। अनि बेलुका पनि भइसक्यो, सो रात परिसक्यो, त्यही भएर भ्यू पनि अलिकति गयो।
अलिकति दिउँसै आउने विचार थियो तर अलिकति घाम लाग्छ नि त एकदम इन्डियामा त अब लास्टै घाम लाग्ने क्या फेरि शीतल भयो भने फेरि एकदम शीतल पनि एकदम शीतल हुने ठाउँ त्यही भएर मामाहरू पछाडि हिँड्नुहुँदैछ अनि अब शीतल ठाउँमा शीतल भएको बेला बनाऊँ भनेको अब घामले गर्दाखेरि अलिकति तर यतिको त खत्रै हो नि यहाँ देखिरहेको सिन त होइन गाइस तपाईँहरूले देख्नुहुँदै होला सिन यस्तो दामी छ स्वच्छ भारत खोइ अस्तिदेखि खोज्यो निकाल्नु पर्यो निक्लिँदैन चस्मै निक्लेन है यसलाई चाहिँ आर्मी भिड्न आँटेको है क्या हो जे होस् ठिक छ मिहिनेत गर्नुपर्छ गरोस् मिहिनेत गऱ्यो भने हरेक कुराहरूको के भन्छ त्यसलाई मिहिनेत गऱ्यो भने सफलता पाउँछ अब भन्न सकिनँ त्यही भएर मैले यो सर्टकटमा एकदम मिलाएर यतातिर हेर्न सक्नुहुन्छ गाडी कुदिरहेको छ सो गाइज यो पुललाई अब भाइरल बनाउने जिम्मा मलाई दिएको थियो कि त्यही भएर चाहिँ अब मैले भाइरल बनाउनको लागि चाहिँ अब कन्टेन्ट मलाई दिएको थियो नि त भाइरल बनाउनलाई त्यही भएर म चाहिँ अब टक्क भिडियो बनाउँदैछु अब जिम्मा दिइसकेपछि अब सरकारले अब जिम्मा दियो त्यही भएर मैले जिम्मा लिएँ अनि म भाइरल अब बनाउँदैछु पुललाई अरे कुरै त हो नि गफै त हो 1 लाखको चिया 50,000को पाउरोटी भने जस्तो पुल चढ्दा चढ्दै पनि यत्रो तल आइसक्यौँ अनि तल गाडी कुद्दैछ खतरा लाग्छ क्या म्याक्कै यस्तो देख्दा चाहिँ नि मलाई चाहिँ कस्तो हुन्छ भने नि अलिकति नेपालमा त यस्तो छैन नि त अब रोडमाथि रोड गाडी कुद्ने यस्तो छैन नि त बनाएको थियो मलाई चाहिँ बब्बा लाग्छ कि अर्को गाडी कुदिरहेको छ माथि गाडी कुदिरहेको छ तल हेर तलै गाडी कुदिरहेको छ स्वर्गको फिलिङ आउँछ नि यार यस्तो भयो भने होइन गाइज तपाईँहरूलाई पनि थाहा होला नेपालमा पनि ल्याउनुपर्छ यस्तो उतापट्टि जान मन त थियो नि के भन्नु गाडीले हान्छ कि भन्ने डर लागिरहेको छ फेरि माका यस्तो दामी क्या मासाला घर त के भन्नु घरको त बयानै गर्न सक्दिनँ केटाहरू फोटो खिच्न थाल्यो म चाहिँ टक्क भिडियो नै बनाउँदैछु बादल पनि फेरि क्या लाग्दै घाम पनि लुकिदियो क्या सो मैले चाहिँ के भन्न लाग्यो भने गाइज होइन टक्क मैले चाहिँ अब एउटा कुइरेनी बोजू अब कुइरेनी हो कि के हो मैले थाहा भएन तर देख्न चाहिँ देखेँ त्यो पनि म बिस्तारै एकदम लुकीछुपी बनाउने सोचमा छु गाडीको तल्लाहरू आमामा दामी तपाईँहरूलाई थाहा होला म कुइरेनी तपाईँहरूले देख्न सक्नुहुनेछ तपाईँहरूले देख्नुभयो होला सेम कुइरेनी नै होला यार बस्छन् पनि मलाई चाहिँ त्यस्तो लाग्यो कुइरेनी ओ मामा ओ कुइरेनी हेर्न आउनु कुइरेनी छ यार आएको रसियन आएको छ के रसियन नहेर्ने कोच केटाहरूको कुइरेनी हेर्ने कि नहेर्ने बुढिया कुखुरा खेलेको हेर्दा बुढिया सिसको उता हेर्नु किन हाँसेको देखिनस् तैँले देखिन मैले सेम रसियनै जस्तो छ नि त तर अलिकति बुढी भयो केटाहरूलाई चलेन अरे इग्नोर हानिदिएको हो चलेन धेरै सुटी भयो अरे त्यही भएर चलेन अरे त्यो रसियन चाहिँ पछि देखिन्छ यस्तरी हेर्दा सो अहिले चाहिँ गाइज केटाहरूको फोटो खिचाइ हुँदैछ फोटो यतातिर 2जना टिम उतातिर चाहिँ 2जना टिम अनि म चाहिँ एक्लै छु बिचमा छु म चाहिँ म एक्लै भएको छु गाइज एकजना साथी चाहियो मलाई पनि आउनुहोस् इन्डियातिर घुम्नको लागि अरे क्या टक्क हामी चाहिँ बसिरहेको छौँ यहाँ टक्क बसेदेखि चाहिँ यहाँदेखि झऱ्यो भने मरिन्छ तर नि त्यस्तो हामीसँग अब कन्फिडेन्स अब एउटा त केटीको पोज दियो त यार केटीको पोज नदिएर खुट्टा किन खुम्चाएको म्या साला केटीको पोज दिन खोजिरहेको छ गाइज सिकाइदिँदा एउटा पोज
टक्क कमेन्टमा चाहिँ पोज हल्का सिकाइदिनु ल यसलाई पोज कस्तो कस्तो दिन्छ। अब गाइज म पनि एकछिन फोटोसोटो खिच्छु। टक्क मैले मात्र खिचेको छुइनँ नि त फोटो खिच्ने हो। ठिक आउँदैछ भाइ। बेलुका पनि भइसक्यो धेरै नै घाम डुब्ने लागिसक्यो। के त्यहाँ प्लेन खोइ प्लेन क्यामेराले भ्याउँदैन होला ऊ देखिँदो रहेछ यार प्लेन हो के प्रेम विदेशै जाने भाइ नेपालमै बसेर नि धेरै कुरा गर्न सकिन्छ। यति कुरा नबिर्स। पैसा त भाइ सबैसँग कहाँ जन्मिँदै पैसा लिएर जन्मेको नि त मान्छेले आफूले कमाउने हो त। कमाउनको लागि विदेशै जानुपर्छ भन्ने छैन कि भाइ। सो गाइज कस्तो दामी म्याक यो हो नि त। यो चाहिँ अलिकति गाइज के ठिक लाग्यो भने मलाई यहाँको पुल होइन अब टक्क चढेर जानु पाउने पुल। यहाँ पुल छ यो राइडर रहेछ कि क्या हो अरे क्या। अनि यहाँ के को टावर हो एयरटेलको टावर भनेर भन्न मिलेन। कपाल बाँधेको धेरै उड्यो नि त त्यही भएर। अनि अब गाइस त्यस्तै हो। अब केटाहरू दुईजना अनि अगाडि दुईजना चाहिँ अघि गएर त्यहाँ बसिसकेछ। उहाँनिर चाहिँ फोटो खिच्नु पर्ला क्या ऊ त खुल्लामा। त्यहाँ खुल्लामा गएर गाई जब यसो फोटो हानिदिउँ भनेको होइन। एहो आएको रहेछ है उता त केटीहरू त उता पो रहेछ त। तर म चाहिँ एकदम सोझो हो कि केटाहरू अघिदेखि केटी भन्छ त्यही भएर मैले केटी देखाएँ मात्रै देखेको केटाहरूको लागि मात्र। म त एकदम सोझो हो नि त्यस्तो। म त बाङ्गो टिममा आउँदैन गाइज अरे मामा उहाँ अगाडि रहेछ त। म यहाँहरू गफ हान्दिनँ ल। यहाँनिर फोटो खिच्ने भने क्या मैले यहाँ दामी आउँछ होला कि सिन पनि दामी सिन क्रिएट गर्नुलाई। त्यो त म सिजन तसँग त ओ अगाडिबाट केटीहरू आउँदैछ। ल जे होस् कपाल आउँछ क्या म्यासले। यो बेलामा आउनुपर्ने रहेछ नि त यतातिर घुम्नको लागि। दुईजना गइसक्यो अब म चाहिँ किन बसिराख्नु होइन गाइज। म पनि टक्क घाम फालिदियो अरे जाँदैछु। यहाँनिर चाहिँ ट्रेन आउँछ होइन गाइज। यो अहिले यो 2 नम्बरको चाहिँ यतापट्टिको बनेको छैन। यो वाला अहिले चालु भएको छैन। यो वाला चालु छ अर्को। अनि ट्रेन घरिघरि कतिखेर आउँछ थाहा हुँदैन। अनि हामीले टक्क माथि छौँ। अनि फेरि प्लेन हो तपाईँहरू देख्न सक्नुहुनेछ। प्लेन त यहाँनिर 5 मिनटमा उड्ने ठाउँ हो। अनि फोटो खिचाइ बसी फोटो खिच्ने स्टाइल चाहिँ खतरा छ। फोटो खिच्ने फोटोग्राफर आर्टिस्ट अनि यता दर्शक अडियन्स अनि म चाहिँ भ्लगर। यस्तो गाउनु हुँदैन कपिराइट आउँछ यार। फेरि कपिराइट आइदियो भने त फेरि तनाव हुन्छ। हामी चाहिँ हेरेको भन्ने खाले यता फोटो खिचे कस्तो दामी सरर मन छुने हावा आइरहेछ क्या यहाँबाट चाहिँ। सो गाइस धेरै ढिलो भइसकेको छ होइन। अब रात पनि परिसक्यो अँध्यारो हुँदैछ। अब लाग्नुपर्छ। आज चाहिँ घुम्न आइदिएको टक्क कस्तो हुँदो रहेछ भनेर धेरै दिनपछि बाहिर निस्केको। केटाहरू हावा खाँदा अनि अहिले जस्तो बस्ने त प्रेग्नेन्ट भुँडी देखाइदिन्छु। टक्क अब यहाँनिर सिग्नल तपाईँहरू देख्नुहुँदै होला। टक्क ट्रेनको चाहिँ अब के भन्छ त्यो ट्रेनको ओ आउँदैछ गाइस। तपाईँहरू देख्नुहुँदै होला परबाट आउँदैछ ट्रेन चाहिँ। अब आउन टाइम लाग्छ। त्यति बेरसम्म चाहिँ यसो हामी गफ गरौँ चिया नास्ता खाऊँ होइन। ट्रेन 9 बजीसम्म अनि ट्रेन हेरेर टक्क जाने हो घरतिर।
ट्रेन हेरेर घरतिर जानुपर्छ गाइज, अरू त केही होइन। तपाईँहरू देख्नुभयो होला बाटो यस्तो दामी छ कि। यहाँबाट ट्रेन देखाइदिन्छु म तपाईँहरूलाई होइन। जाली जाली छ यता टक्क। यो चाहिँ अब एकदम सेफ्टी प्रुफ छ क्या। अब यो सबैमा चाहिँ हुन्छ नि, मान्छेहरू झर्दैन भनेर टक्क सेफ्टी। मान्छेहरू घुम्नको लागि कति धेरै निस्किरहेको छ। ट्रेन आइसकेको छ, तपाईँहरू देख्नुहुने होला ट्रेनलाई। अब जालीबाटै देखाइन्छु। आइसक्यो। यो चाहिँ हो ट्रेन, इन्डियन ट्रेन। नेपाली ट्रेन त छैन, अब इन्डियन ट्रेन। टक्क यसरी चाहिँ मान्छेहरू पनि सतर्क क्या एकदम। ट्रेन जाँदैछ, कतिको लामो छ हेरौँ न। टक्क यस्तो अनुभव हेर त, उतापट्टि घरै घर, ठुल्ठुलो घर। यता ट्रेन, ओए डबल ट्रेन आयो त यार, डबल ट्रेन पो भयो। ट्रेन पनि अब यस्तै छ, आउँछ जान्छ इन्डियामा। यो त कुनै पनि, यो त साधारण कुरा हो, यो त नर्मल कुरा हो इन्डियाको लागि। फेरि अर्को पनि प्लेन माथि उड्दैछ। 24 घन्टा मतलब 5-5 मिनटमा प्लेन उड्छ यता चाहिँ। अब रोड अब जानेछौँ घरतिर होइन। आजको चाहिँ हाम्रो अब भिडियोलाई यतिमै अन्तिम गर्दैछु। हो केटाहरू हानाहानी, मामाहरू चाहिँ ल हल्का अब मजाक, साथीमा मजाक चल्छ। सो गाइज आजको भिडियो चाहिँ अब यतिमै अन्तिम हुँदैछ। अनि अब धेरै दिनपछि आज फेरि अब मैले युट्युब केही छिनको लागि बन्द गरेको थिएँ। अब म बन्द त त्यस्तो गर्दिनँ, तर नि केही छिनको लागि चाहिँ अब बन्द गरिदिएको थिएँ। किनकि अब म पनि इन्डियातिर अब परदेशमा आएपछि त टक्क अब कामधामहरू पर्छ नि त। त्यही भएर पनि अब टक्क हुन्छ नि। त्यही भएर अब फेरि स्टार्ट हुन्छ बिस्तारै मेरो भ्लगहरू फेरि आउँदै गर्छ। तपाईँहरू हेर्दै गर्नु होला। अनि सकेसक्दो सपोर्ट गर्न चाहिँ नबिर्सिनु होला तपाईँहरू सबैले। अनि मेरो च्यानलमा जति पनि नयाँ आउनुहुनेछ सबैजना सब्सक्राइब गरिदिनु होला। तपाईँहरूलाई विनम्र अनुरोध गर्दछु। फेरि पनि भेट्नेछौँ हामी अर्को भिडियोमा। त्यति बेलासम्मको लागि बाई बाई भन्दै यो जङ्गल सिनमा तपाईँहरूको माझमा आजको भिडियो अन्त हुँदैछ। भेट्नुपर्छ अर्को भिडियोमा।